फेरि पनि जेससलाई धन्यवाद। आजको प्रेजेन्टेसनहरूको बारेमा चाहिँ केही भन्नुपर्दा all the presentations were really great. मैले थुप्रै यस्तो कन्टेस्टहरू फेस गरेको छु। चारैवटा आइडिया, चारैवटा बिजनेस एकदमै राम्रो छ र पार्टिसिपेसन इज मोर इम्पोर्टेन्ट देन विनिङ। अभियसली एउटा कम्पिटिसन भइसकेपछि त्यसको क्राइटेरिया हुन्छ, त्यो क्राइटेरिया अनुसार एकजना विनर हुनुपर्छ होला, तर त्यो विनर भनेको त्यो कम्पिटिसनको लागि मात्र एकजना विनर हो, त्यो बाहेक हामी सबै विनर नै छौँ भनेर सोच्नुपर्दा केही टिप्सहरू चाहिँ म सबै प्रतिस्पर्धीहरूलाई भन्न चाहन्छु। यो कम्पिटिसन होला अथवा भविष्यको कम्पिटिसनलाई तपाईँहरूलाई काम लाग्न सक्छ। बेस्ड अन माई एक्सपिरियन्स आई माइट बी रङ टु होइन, तर अहिलेसम्मको लर्निङले आजको चारैवटा प्रेजेन्टेसनमा हाम्रो जुन सोर्सिङ थियो नि जे कुराको पनि लोकल थियो र लोकल लेभलमा अलिक बढी इम्प्याक्ट पार्ने खालको थियो। बिजनेस स्केल, बिजनेस कम्पिटिसन वाज सेकेन्ड थिङ, किनकि नेपालले धेरै ठाउँमा चाहिँ स्केलमा मार खान्छ। आज हामी इन्डियन प्रडक्ट्स, चाइनिज प्रडक्टहरू किन कम्पिट गर्न सक्दैनौँ? लास्टमा जब स्केल गर्न जान्छौँ भोल्युम गेम हुन्छ, भोल्युम गेममा चाहिँ प्राइस कम्पिटेटिभनेस हाम्रो पुग्दैन र हामी कहाँ चाहिँ अरू कुरा पनि इन्फ्रास्ट्रक्चर, लजिस्टिक्स सबै कुराहरू त्यो लेभलको मिलिसकेको छैन जुन आजको दिनमा चाइना र इन्डियामा छ। सो हाम्रो युएसपी चाहिँ के थियो भने हामीले लोकल लेभलमा एकदम धेरै इम्प्याक्ट पाइरहेको थियौँ होइन। खास गरी भनौँ चारैवटा प्रेजेन्टेसनमा त्यो पेटल्समा अलिकति त्यो बढी थियो होइन। सो भविष्यमा चाहिँ हजुरले कहीँ गएर प्रेजेन्ट गर्नु र तपाईँको फोकस चाहिँ भिजुअली इम्पेयर्डहरूको लाइफमा तपाईँले कसरी चेन्ज ल्याइरहनु भएको छ, वाट म्याटर्स टु यु द मोस्ट, वाट पर्पज यु आर सर्भिङ र त्यसले चाहिँ 50 अथवा 100 जनामै किन नहोस् तर कसरी उनीहरूको जीवनमै एउटा स्टोरी क्यान बी भेरी बिग देन मिलियन्स अफ डलर्सको सेल्स, बिकज यु कान्ट बी फाइटिङ एट अ जोन विच इज नट योर स्ट्रेन्थ। योर स्ट्रेन्थ हियर वाज द लोकल इम्पावरमेन्ट, त्यहाँ यु हेभ टु सेयर मोर है। त्यसपछि अर्को एउटा मैले याद गरेको कुरा, इन्टरनेसनल प्रेजेन्टेसनमा जाँदा डोन्ट पुट एनी स्लाइड द्याट डज नट एफेक्ट युर जजिङ। कति कुराहरू इरेलेभेन्ट हुन्छ त्यो जजिङमा, किनकि हामी जति धेरै स्लाइड राख्यौँ प्रेजेन्ट गर्ने बेला एउटा मनमा के भइरहेको हुन्छ भने स्लाइड सबै सघाउँछ। So more than articulating and presenting, you are focused on completing your slides. कहिले काहीँ इभन टिम मेम्बर्सको लिस्ट पनि इरेलेभेन्ट, टिम मेम्बर्सको लिस्ट कुन बेला रेलेभेन्ट हुन्छ? जस्तै हाम्रो भनौँ न फर्स्ट प्रेजेन्टेसनमा उहाँको रिसर्च, उहाँले पढिरहनु भएको कुरा र उहाँको ल्याबको कुरा इज भेरी रेलेभेन्ट टु द बिजनेस द्याट इज डुइङ होइन। उहाँ त्यही पोटाटोकै रिसर्चमा हुनुहुन्छ र त्यही सम्बन्धी गर्दै हुन्छ, द्याट इज भेरी इम्पोर्टेन्ट होइन। मैले अघि समयको पाबन्दीले सोध्न पाइनँ तपाईँको टेक्नोलोजीको कुनै प्याटेन्ट पनि छ कि युनिकनेसमा होइन, त्यस्तो कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ। हजुरले सबै टिम मेम्बर राख्नु भएको थियो तर त्यो स्लाइडले जजिङलाई केही पनि फरक पार्दैन। कुनै त्यस्तो कम्पिटिसनहरू हुन्छ जहाँ अब वुमेन इम्पावरमेन्ट बढी फोकस हुन्छ, तपाईँको टप की म्यानेजमेन्टमा वुमेनहरू छन् भने त्यो स्लाइड देखाएर जजको माइन्डमा के हाल्न खोज्दै हुनुहुन्छ त्यसमा चाहिँ क्लियर हुन्छ होला। अदरवाइज एनी इरेलेभेन्ट इन्फो अनि इभन तपाईँको इमेल आइडी इज नट रेलेभेन्ट त्यो स्लाइडमा चाहिँदैन। जति थोरै इन्फो अनि फन्टहरू पनि जस्तै लास्टमा हामीले फाइनेन्सियल पुरै सिट राखेको होइन, द्याट इज नट रिडेबल। हामीले फाइनेन्सियल्स कहीँ राख्नु पऱ्यो भने टप लाइन, बटम लाइन, कस्ट अफ गुड्स यति, डाइरेक्ट एक्सपेन्सेस यति, यो युनिट इकोनोमिक्स हामी भन्छौँ नि, र टोटल हामी यति टर्नओभर जस्तो लास्टमा हजुरले भन्नुभयो 200 केजी गर्दै हुनुहुन्छ पर मन्थ, 200 केजी गर्छौँ हामीले पर केजी यति छ, यतिजनालाई इम्प्लोय गरिरहेछौँ। सो त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ र कति ठाउँमा सेन्टेन्सेस पनि राख्नु पर्दैन, यु क्यान जस्ट ह्याभ किवर्ड्स एन्ड आइकन्स। कम्प्लिट सेन्टेन्स लेख्दा चाहिँ स्लाइड धेरै लामो हुन्छ। लाइक वी इम्पावर द पिपल भन्नुभन्दा नि इम्पावर भन्ने किवर्डले
अर्थात् कुनै आइकनले चाहिँ देखाउन सक्छ हैन। सो त्यो एउटा कमन फिडब्याक छ। अनि आई थिंक when we are going on a global scale, we also have to show that how we start locally, but how we might be able to replicate this in other countries and why it is relevant at the global level also. त्यो एंगल कहीं भन्न सक्यो भने it's not just limited to Nepal. Same business could start in Mongolia also. But because your presentation is in Mongolia, जो जान्नुहुन्छ मंगोलिया को पनि रिसर्च चाहिँ गरेर जानु होला। त्यहाँ सपोज एग्रिकल्चरबाट कोही चिज भयो जानु भयो भने त्यहाँको एग्रिकल्चरमा के भइराछ, सपोज पोटाटोबाट जित्नु भयो भने त्यहाँ पोटाटोमा के भइराछ, पेटल्सबाट जित्नु भयो भने त्यहाँ इन्सेन्सको मार्केटमा के भइराछ। नेपालमा हामी राम्रो गर्छौं र यही कुरा चाहिँ हामी ग्लोबली गर्न सक्छौं। अनि रेलेभेन्स चाहिँ तपाईले मंगोलियाको रिसर्च गर्नु भएको छ भने त्यहाँको अलिकति कनेक्ट मात्र फिल हुने। These are few basic things मलाई लागेको हैन। And all the best to all the participants. May the best one win. Thank you.